कतिजना पछाडि बस्नुभएका भाइ बहिनीहरू हुनुहुन्छ है, एकदमै ठुलो हुनुहुन्छ, अगाडिका साना भाइ बहिनीहरू हुनुहुन्छ। यो पछाडि बसेको भाइ बहिनीहरूलाई चाहिँ होइन को आएछ त यस्तो, ओहो ट्याटु छ छातीमा, हातमा पनि ट्याटु छ, यस्ताले हामीलाई के मोटिभेसनल स्पिच देला भन्ने जस्तो पनि लागिरहेको होला है। पहिला तपाईँहरूको एजमा हुँदा मलाई पनि यस्तै लाग्थ्यो क्या। हाम्रो स्कुलमा पनि अब हुन्छ नि धेरै अब आर्ट्सहरूको बारेमा भयो, यस्तै मोटिभेसनल स्पिचको इन्भाइरोमेन्ट डेहरू हुन्थ्यो, त्यसमा टिचरहरू आउनुहुन्थ्यो क्या। अनि म चाहिँ सबैभन्दा यसरी नै हुन्छ नि ब्याक बेन्चमा बस्थेँ क्या। अनि मलाई चाहिँ के लाग्थ्यो भने अरे फेरि को नमुना आयो यार यो, यस्तो सोच्थेँ क्या मैले। तपाईँहरूले पनि सोच्नुहुन्छ होला नि होइन। एकदम निरक्कसँग भन्नुहोस् है, आज चाहिँ हामी एकदमै साथी साथी जस्तो भएर गफ गर्नुपर्छ। सो अब चाहिँ अब यो कुरा त हामी बिचमा गरौँला। फर्स्टमा चाहिँ हामी जाम मेरो इन्ट्रोडक्सनतर्फ जाउँ है त। मलाई चाहिँ खासमा तपाईँहरूसँग एक एकजना गरेर परिचय गर्न मन थियो, तर टाइम पनि अलिक धेर छैन। सो म चाहिँ मेरो पहिला परिचय दिन्छु है त। र मेरो नाम चाहिँ हो सलिना राई। म चाहिँ अहिले बौद्धमा बस्छु। एज वेल हाम्रो चाहिँ यो हाम्रो वृद्ध आश्रम पनि छ कपनमा, समानुभूति नेपाल भन्ने। म चाहिँ त्यहाँ एज अ सोसियल वर्कर काम गर्छु है। यदि तपाईँहरूलाई पनि यस्तै सोसियल वर्कर बन्न मन छ भने, समाजसेवीमा केही समाज सेवा गर्न मन छ भने तपाईँहरू चाहिँ हाम्रो वृद्ध आश्रममा आएर तपाईँहरूले हुन्छ नि केही दान गर्न सक्नुहुन्छ होइन। दान भन्नाले फेरि पैसै दिनुपर्छ भन्ने होइन, फेरि तपाईँहरूले आएर तपाईँहरूभन्दा पनि साना साना भाइ बहिनीहरू छन् जसका चाहिँ बाआमाले बाटामा छोडेर गएका, तपाईँहरूभन्दा साना साना भाइ बहिनीहरूलाई आएर तपाईँले कदेखि ज्ञानसम्म एदेखि जेडसम्म सिकाउन सक्नुहुन्छ। यसरी पनि तपाईँहरूले चाहिँ डोनेट गर्न सक्नुहुन्छ है। डोनेसन भन्ने बित्तिकै पैसा मात्रै हुँदैन, तपाईँहरूले सिकेको ज्ञान अरूलाई सिकाउनु पनि डोनेसन नै हुन्छ है। सो अब चाहिँ जाम मेरो बाल्यकालतर्फतिर है। यहाँ अगाडि बसिराख्नु भएको बहिनीहरू छ है। म यत्रै हुँदाको कुरा गर्छु है। तपाईँहरू जत्रो हुँदा चाहिँ हुन्छ नि एकदमै क्या ममा चाहिँ एउटा एटिट्युड भन्ने कुरा तपाईँहरू त अहिले हेर्दा राम्रै देखिनु भइरहेछ है। मेरो चाहिँ यो टाइममा चाहिँ यति धेरै नेक्स्ट लेभलको एटिट्युड थियो कि होइन, त्यो चाहिँ कुनै सर टिचरहरूले पनि मलाई कन्ट्रोलै गर्न नसक्ने क्या। उनीहरूले फलाना भोलि यस्तो होमवर्क गरेर लिएर आइज है भन्यो भने मैले चाहिँ मनमा के सोच्थेँ भने हुन्छ सुटो म त गर्दिनँ, मजाले जाने हो, कार्टुन हेर्ने हो होइन, आफूलाई के खान मन लागेको छ आमा बाउलाई माग्ने हो, म त गर्दिनँ होमवर्क सोमवर्क, बरु एकचोटि स्केलको कुटै खाने हो भन्ने टाइपको मेरो एटिट्युड चाहिँ। अनि मैले तपाईँहरूको जस्तो होइन यो टाइममा त कहिले होमवर्क पनि मैले गरेको रेकर्डै छैन होला क्या सायद। पढ्नु त पढै जाओस्, होमवर्क पनि गर्दै नगर्ने। अनि सरहरूले यसो भन्यो भने पनि सुड्डो भन्ने क्या, तर मनमा फेरि अगाडि भएर मारिहाल्छ नि होइन होइन त मनमा चाहिँ मैले त्यो सोच्थेँ क्या। अनि जब होमवर्क नगरेपछि चाहिँ अब कुटाइ खाइन्छ नि त। अनि मलाई चाहिँ के लाग्थ्यो भने त्यो बेला त अब पावर रेन्जर्स भन्ने कार्टुन हुन्थ्यो, अहिले पनि हुन्छ नि, हेर्नु भएको होला होइन। कतिजनाले हेर्नु भएको छ पावर रेन्जर्स भन्ने हो। म चाहिँ फेरि त्यो पावर रेन्जर्सको रेड पावर रेन्जर्स थिएँ क्या। अनि जब होमवर्क नगर्दा सरहरूले कुट्नुहुन्थ्यो नि, मैले चाहिँ मनमा के सोच्थेँ भने अब यस्तो रेड पावर रेन्जर भनेर गेटमा कुरेर यस्तो कुर्छु यसलाई मेरो पावर लियो सुड्डोलाई हुन्छ नि, त्यो आउँथ्यो क्या मेरो मनमा, भनौँ न त्यो आउँथ्यो। अनि गेटमा पनि म पुरा ढुङ्गा बोकेर बस्थेँ क्या सरलाई हान्ने भनेर, तर हिम्मत चाहिँ आएन, फेरि कहिले आएन। अनि फेरि घर जान्थेँ होइन, घर गएर फेरि त्यो पावर रेन्जर्स हेर्थेँ क्या। थुक्का यहाँ त यसले रेड पावर रेन्जर्सले यस्तो हानिरहेछ, मैले कस्तो हान्नु सकिनँ यार भन्ने फेरि क्या त्यो लाग्ने क्या मनमा होइन। तपाईँहरूलाई पनि कति आउँछ होला यस्तो होइन, मलाई चाहिँ त्यो आउँथ्यो क्या। अनि त्यस्तै गरेर मेरो अब तपाईँहरूको एजदेखि लिएर 7-8 क्लासमा म पुगेँ है। 7-8मा त ओहो झन् म त दादा भइहालेँ। सानोमा त दादा, झन् 7-8मा त कसैले मलाई कन्ट्रोलै गर्न नसक्ने। झन् 7-8मा गएपछि त त्यो बेला फेरि म आफूलाई के ठान्थेँ भने गेन्जी भन्ने थाहा होला नि तपाईँहरूलाई होइन। म चाहिँ फेरि आफूलाई गेन्जी ठान्न थालेँ क्या। अनि क्लासमा साथीहरूसँग पनि म खासै नमिल्ने क्या। मलाई चाहिँ के लाग्थ्यो भने म चाहिँ ब्याक बेन्चमै बस्छु होइन, पुरा सरहरूले अगाडि पढाइराख्नु भएको छ, म चाहिँ पछाडि ब्याक बेन्चमा पुरा हिरोइन पल्टेर, हिरोइन पनि होइन हिरो सोच्थेँ, गेन्जी भनेको त हिरो सोच्थेँ क्या म। अनि पछाडि बेन्चमा म त सरले पढाएको पनि केही नसुन्ने, सुतेर बस्थेँ।
अनि सरले केही भन्यो भने मलाई चाहिँ कस्तो लाग्थ्यो भने यो सर त पक्कै अब सरले मात्र त कुट्दैन, मैले मुखमै लागेँ भने त प्रिन्सिपल सर पनि आउनुहुन्छ, प्रिन्सिपल सँगसँगै फेरि डिरेक्टर सर पनि त जोडिनुहुन्छ। अनि फेरि डिरेक्टर सर जोडिएपछि त कुरा कहाँ जान्छ, घरमा प्यारेन्ट्सकोमा, फेरि प्यारेन्ट्स पनि आउनुहुन्छ। अनि मैले चाहिँ के सोच्थेँ भने सबै काउन्ट गर्थेँ क्या कतिजना आउँछ भनेर। अनि म चाहिँ प्रिपेयर हुन्थेँ क्या दिमागमा गेन्जी बन्नलाई, 1v5 हान्नु पर्यो भनेर प्रिपेयर हुन्थेँ क्या। त्यो टाइममा चाहिँ म त्यसरी प्रिपेयर गर्थेँ क्या आफ्नो दिमागलाई। अनि सरहरूले भनेको पनि नटेर्ने, होमवर्क पनि नगर्ने, अनि जहिले मेरो क्लासमा पनि फाइट हुने। अनि के कुरामा भन्दाखेरि अब म चाहिँ होस्टेल बस्थेँ, होस्टेल बसेपछि त झन् एकदमै होइन, अब दादाको पनि डने भनौँ न, डने जस्तो होस्टेल बसेपछि त अब घरबाट आउने आफ्नो क्लासको क्लासमेटहरू हुन्छ, उनीहरूलाई पनि मैले चाहिँ पुरा थर्काउने क्या, ओए के खाजा लिएर आइस खाम त भन्ने क्या। उनीहरूको खाजा भर्खर प्यारेन्ट्सले लिएर गेटमा मात्र आइपुगेको हुन्थ्यो, हामी होस्टेलमा बस्नेहरूले चाहिँ त्यो गेटबाट त्यो क्लासमा पुग्नुभन्दा अगाडि टिफिनै खाली हुन्थ्यो क्या। अनि अब खाजा जसलाई ल्याइदिएको त्यो साथीले त कम्प्लेन गर्नु पर्यो, फेरि उसले गएर प्रिन्सिपल सरका गएर कम्प्लेन गरिदिने। अनि फेरि के लाग्थ्यो भने आज यसलाई यस्तो हान्छु भन्ने मलाई चाहिँ त्यो मनमा आउँथ्यो क्या, जब खाजा खाएको बारेमा पनि कम्प्लेन गर्छ भन्ने जस्तो हुन्छ नि, मलाई चाहिँ त्यो एटिट्युड क्या। अनि एक दिन त त्यसरी मैले साथीको खाजा खाइदिएँ, पछि बिचरा घुँघर रुन थाल्यो, रोएपछि त अब फकाउन पर्यो, फकाउन गएको मलाई त एक सट हानिहाल्यो। अब म चाहिँ फेरि आफूलाई गेन्जी सोच्थेँ त्यो टाइममा होइन, त्यसले एक सट हानेको म त पुरै ब्ल्याङ्क आउट भएँ। तपाईँहरूको भाषामा अहिले भन्दाखेरि ब्ल्याङ्क आउट भनेको थाहा होला नि। एकछिन त म त रननन्न भएर केही मैले त आँखा पनि देखिनँ क्या। अनि त्यहाँबाट मैले चाहिँ मनमा के सोचेँ भने ओहो यो त म भन्दा डह्रो रहेछ यार, यसलाई त मैले एक्लै कुट्न सक्दिनँ रहेछु भन्ने मनमा आयो, किनकि आफूले आफ्नो पावर त आफूलाई थाहा हुन्छ नि त। अनि त्यसपछि मैले केही पनि भनिनँ। अनि त्यो टाइममा फेरि एकदम ग्याङ हुने क्या। अब जस्तो तपाईँहरू 4जना मिल्नु भएको छ होइन, तपाईँहरू चाहिँ 3जना ग्रुप भनेर यहीँबाट मैले छुट्याउन सकिरहेको छु नि त, त्यस्तै हाम्रो पनि साथी हुने क्या, मिल्ने साथीहरू। अनि मलाई चाहिँ के लाग्यो भने यसलाई चाहिँ एक्लैले नसकिने रहेछ, अब गेन्जीबाट अब म चाहिँ हटेँ, म गेन्जी भइनँ, अब यो गेन्जी चाहिँ जुन ठाउँमा पनि लागु हुँदैन रहेछ भन्ने मेरो दिमागमा चाहिँ आयो क्या। त्यहाँबाट मैले चाहिँ यसो 2-4जनालाई ग्याङ बटुलेर त्यहाँबाट होस्टेलमाथि लगेर फाइट खेलियो। त्यसपछि चाहिँ के भयो भन्दाखेरि त्यस्तो भएपछि अब कम्प्लेन त आयो। अनि त्यहाँबाट मलाई चाहिँ लास्ट चान्स दिने भयो स्कुलबाट, किनकि चकचक पनि अब चकचक गरेको भन्दा पनि होइन, अर्काको छोराछोरी कुटेको, अर्काको छोराछोरी कुटेपछि त अब सबैको आमा बाउलाई मन दुख्छ। र त्यो टाइमसम्म पनि मलाई रियलाइजै थिएन क्या, मैले गल्ती गरेको, मैले कुटेँ भन्ने मलाई त्यो थिएन क्या। अनि त्यो भयो पछि क्लासमा जान्छु त मलाई त यस्तै मेरा साथीहरू होइन, उनीहरूले त कागजको फुल बनाएर गरेर वेलकम गरे क्या, छिर्दा त क्लासमा होइन, वाह ग्याङ बोलाएर कुट्यो भनेर। झन् सानबाट मेरो त त्यसो गरेपछि त होइन। अनि मलाई चाहिँ के लाग्यो भने अब स्टुडेन्टलाई मात्र कुटेर भएन, सरहरूलाई पनि कुट्नु पर्छ। तर एक्लै होइन, फेरि ग्याङ बोलाएर, त्यो सोच आयो मेरो होइन। अनि त्यो सोच आएपछि चाहिँ अब बच्चाका घर शैतान दिमाग भने जस्तो होइन, त्यो सोच रियालिटीमा बदलिन चाहिँ धेरै टाइमै लागेन क्या मलाई। अनि 8बाट हामी, अनि त्यहाँबाट हामीलाई लास्ट चान्स दियो स्कुलबाट, 9मा गयो, 9मा पनि यताउति गरेर बल्ल 10मा गयो। 10मा जाने बेला चाहिँ के भयो भन्दाखेरि यति नराम्रो झगडा पर्यो है, सरलाई हामी ग्याङ बटुलेर कुट्न गयौँ, किनकि 8देखि सोचेको कुरा 10मा कम्प्लिट गर्ने भनेर हाम्रो चाहिँ प्लान। अनि त्यहाँबाट 10मा हामी सरलाई कुट्न गयौँ, त्यो भएपछि हामीलाई स्कुलबाट रेस्ट्रिकेट गरियो। अब स्कुलबाट रेस्ट्रिकेट गरिएपछि त एसएलसीको टाइम छ, अहिले तपाईँहरूको सी भने जस्तो पहिला एसएलसी भनिन्थ्यो है 10को एक्जामलाई, एसएलसीको टाइम छ। अब स्कुलबाट त निकालिदियो, फ्युचर त ड्यामेज हुने भयो होइन। तर त्यो टाइमसम्म पनि स्कुलबाट रेस्ट्रिकेट गर्दासम्म पनि मलाई चाहिँ होइन मैले गल्ती गरेछु भन्ने मलाई त त्यो गिल्टी फिल हुन्छ नि, त्यो नै थिएन क्या। झन् साथीहरूले फुलसुल छर्केर स्वागत गरिदिने,
आफूलाई त झन् ओहो गेन्जी जस्तो झन् लागिहाल्ने, एकदम राम्रो ठुलो काम गरेछु भन्ने जस्तो टाइपको लाग्न थाल्यो। त्यहाँबाट फेरि अब हाम्रो ब्याकबोन भनेको को हो त? अब आमा बाउ। आमा बाउले फेरि रुएर कराएर प्रिन्सिपल सरलाई भनेर होइन फेरि 10मा लिने भयो। त्यहाँबाट मैले एसएलसी दिएँ र म त्यो स्कुलबाट पनि अब बाहिरिएँ भनौँ न। एक्जाम दिइसकेपछि त हामीलाई चाहिँ स्कुलबाट होइन यति फटा थियौँ है। अब अरूको सबै स्कुलमा फेयरवेल हुन्छ नि त, हामीलाई चाहिँ त्यस्तो फेयरवेल पनि गरिएन क्या। सिधै स्कुलमा बोलाइयो, टिका पनि यस्तरी टिका लगाइदियो कि त्यो निधारै फुट्ला जस्तो गरेर टिका लगाइदियो क्या प्रिन्सिपल सरहरूले, हुन्छ नि। अनि लास्टमा प्रिन्सिपल सरहरूले के भने मलाई होइन तैँले के गरेर खाँदैनस् लाइफमा भनेर भने क्या। अनि मलाई चाहिँ मनमा चाहिँ के आयो भने यो सुटुले भनेर हुन्छ केही गरेर खाँदैन भनेर। आमा बाउ छ, आमाले भात पकाइहाल्छ, गम मुछेर खान्छ होइन। मलाई चाहिँ त्यो आयो क्या मनमा। त्यो बेलासम्म पनि मलाई कहिले रियलाइज भएन क्या मैले कति धेरै गल्तीहरू गरेछु है, कति धेरै ममा चाहिँ इगो भरिसकेछ, कति धेरै एटिट्युड आइसकेछ भन्ने कुरा चाहिँ ममा। अनि त्यहाँबाट रिजल्ट पनि राम्रै आयो। त्यसपछि अब 11मा जोइन गर्ने बेला भयो, कलेज जोइन गर्ने बेला भयो। अब कलेजमा जोइन गर्नलाई मलाई चाहिँ फेरि अघि सरले भन्नुभएको जस्तो एउटा गोरु सिङ्गे साइकल भने जस्तो त्यो टाइममा मलाई फेरि स्कुटर चाहियो। स्कुटर नभएसम्म म कलेजै नजाने भएँ। त्यो टाइममा फेरि स्कुटर किन्नु भनेको अहिलेको हाराहारीमा झन्डै गाडी नै किने जस्तो हुन्थ्यो क्या। त्यो टाइममा त्यति धेरै पैसाको अभाव थियो मान्छेहरूसँग होइन। स्कुटी चढेर हिँड्नु भनेको त एकदमै वाह जस्तो हुने क्या। अहिले तपाईँहरूलाई साइकल किनिदियो भने कति वाह साथीहरूको जिम्मा हुन्छ नि, त्यस्तै थियो। अनि घरमा जिद्दी गरेर मैले स्कुटर किनेँ। अनि स्कुटर किनेपछि म त्यहाँ पढ्न जाँदिनँ थिएँ क्या, स्कुटर देखाउन मात्रै जान्थेँ। गेटभित्र पनि पस्दिनँ थिएँ, स्कुटर लग्थेँ, गेटमा हर्न बजाउँथेँ स्कुटरको, पाले दाइ आएर गेट खोलिदिन्थेँ, म फेरि टर्न हानेर जान्थेँ क्या। हेर मेरो स्कुटर भनेर म चाहिँ देखाउन मात्र आएको क्या, त्यति धेरै एटिट्युड। तर अब अहिले सम्झिँदा त होइन हाम्रो पाले दाइ भनौँ नेपालीमा ब्रदरलाई के चासो स्कुटर ल्याओस् कि हेलिकप्टर ल्याओस् होइन अहिले सम्झिँदा। तर मलाई चाहिँ त्यस्तो एटिट्युड थियो कि यसलाई मेरो स्कुटर देखाएर यस्तो जेलस बनाउँछु भन्ने टाइपको क्या मलाई चाहिँ। अनि 11मा पनि त्यस्तै गरेर मेरो बित्यो। त्यहाँबाट 11 पनि सिद्धियो होइन, जसो तसो गरेर मैले चिट चोरेरै जिन्दगीमा कहिले पढिनँ, चिट चोरेर 11 पनि पास गरेँ। त्यहाँबाट मेरो +2 आयो होइन। +2 चाहिँ के भयो भन्दाखेरि मेरो लाइफको टर्निङ पोइन्ट बनिदियो क्या। जुन अहिले म जहाँ संस्थामा काम गरिरहेको छु, जहाँ हामीले संस्था खोलेको छौँ होइन, सायद +2मा त्यो इन्सिडेन्ट नभइदिएको भए आज म छाप्री बनेर हिँडिरहेको हुन्थ्यो होला क्या तपाईँहरूको भाषामा भन्दाखेरि होइन, छप्री बनेर हिँडिरहेको हुन्थ्यो होला क्या सायद त्यो इन्सिडेन्ट नभइदिएको भए। आज चाहिँ मैले तपाईँहरूको भाषामा बोलिदिएको है, तपाईँहरूलाई पनि सहज होस् र रमाइलो होस् भनेर। त्यहाँबाट के इन्सिडेन्ट भयो भन्दाखेरि +2मा मेरो सरहरूसँगै झगडा भयो। त्यहाँबाट मैले आफूले चिनेको सकेको पहिलाको जस्तै होइन 1-2 जना मान्छेहरू लिएर गएर कुटेपछि सर धेरै नै सिरियस हुनुभयो होइन। एकदमै धेरै हामीले आइसियुमै भर्ना गर्न पर्यो भनौँ न। त्यसपछि चाहिँ के भयो भन्दाखेरि आइसियुमा भर्ना गर्न पर्यो। तर आइसियुमा भर्ना गर्न पर्यो, मैले के सोचेँ भने हामीसँग पैसा छँदैछ, मनी क्यान डु एभ्रिथिङ भन्ने चाहिँ मेरो सोचाइमा आयो क्या। बट यो रियालिटी होइन है, फेरि मनीले केही पनि गर्न सक्दैन है, पैसा मात्र सबै कुरा ठुलो होइन रहेछ है। त्यहाँबाट मलाई चाहिँ आइसियुमा सरलाई पुर्यायो। म चाहिँ अब मलाई चाहिँ एकदम के भयो भन्दाखेरि होइन म चाहिँ फेरि एकदम यो ड्रामाहरू हुन्छ नि सिरिजहरू त्यस्तो हेरेर एकदमै दिमाग लाउने मान्छे क्या। अनि सरलाई त कुटेर हस्पिटल पुगिसकेँ, मैले त कुटेको होइन, ग्याङ बोलाएर कुटेको भन्ने भयो मलाई चाहिँ एउटा होइन। त्यहाँबाट मैले चाहिँ दिमाग लाएँ के सोचेँ भने अब घरमा गएँ भने त मलाई खोज्दै घरमा आउँछ, बरु कलेजमै लुक दिन्छु, कलेजमा त यहाँ छ भनेर कसैले गेसै गर्न सक्दैन भन्ने भयो मलाई चाहिँ। त्यहाँबाट म सिधै गएर म धेरै बाठो दिमाग लाएर गएको, तर के मिस्टेक भएछ भन्दा स्कुटर लिएर गएँ, स्कुटर त गेटमै पार्किङ गरेँ। त्यहाँबाट थाहा पाइहालेँ कलेजमै लुकेको छ भनेर। त्यहाँबाट चाहिँ भरे पुलिसहरू आए भ्यानमा होइन।
त्यहाँबाट पुलिसहरू ध्यानमा आएपछि चाहिँ मलाई कता कता बा मैले मिस्टेक गरेँ कि भन्ने जस्तो मनमा डाउट हुन थाल्यो क्या। अनि त्यहाँबाट म भित्र बसेँ गरेँ होइन, सबै क्लासरुम सबै खोजेँ, उनीहरूले खोजे। अनि लास्टमा त्यही क्लासरुम बाँचेको थियो जहाँ म बसिरहेको थिएँ। अनि मलाई चाहिँ के लाग्यो भने अब कता कता मलाई चाहिँ मैले निकै ठुलो गल्ती गरेछु भन्ने एउटा हुन्छ नि मनमा आउन थाल्यो। अनि म चुपचाप बसिरहेको थिएँ, एकदम डर लाग्न थाल्यो। त्यहाँबाट चाहिँ मैले के सोचेँ भने होइन, मैले यो एकदमै धेरै ठुलो गल्ती गरेँ, म आफै जान्छु भनेर मैले चाहिँ म सरी माग्छु भनेर मलाई चाहिँ त्यस्तो मनमा गिल्टी फिल भयो क्या। त्यहाँबाट मैले चुकुल सर्लक्क खोलेँ। मैले त्यो बेला सरी भन्ने मौका पनि पाइनँ क्या, किनकि सरी भन्ने चान्स त मलाई स्कुल लेभलदेखि नै सरहरूले दिनुभएको थियो नि त। त्यहाँ त अब त्यत्रो इन्सिडेन्टै भइसक्यो, मैले सरी भन्ने चान्सै पाइनँ क्या। त्यहाँबाट मलाई भ्यानमा हालिएर लगियो, अहिले तपाईँहरूको भाषामा भन्दा मामा घर मामा घरतिर लगियो, जेल भनौँ है, जेलतिर लगियो मलाई। जेलमा गएर पनि मलाई त्यस्तो धेरै अब हुन्छ नि गिल्टी फिल त्यस्तो भएको थिएन। अनि अब गइयो। अनि त्यो रात चाहिँ मलाई के लाग्यो भने मैले चाहिँ त्यहाँ डाङडाङ र डुङडुङ गरेँ क्या। भित्र गएपछि मलाई किन यहाँ उयो गरेको, मलाई किन समातेको, मेरो बाबाले अहिले मलाई आएर एकैछिनमा निकाल्छ भनेर पुरा मैले नि धाक लगाइदिएँ क्या। ट्याक्कै हुँदो रहेछ क्या, नाइके भनिँदो रहेछ होइन, उनीहरूको जेलको भाषामा भन्दाखेरि। अनि हामी त्यहाँ पुगिसकेपछि चाहिँ हामीले चाहिँ नाइकेको हुन्छ, नाइकेले जे भन्छ त्यही गर्न पर्ने, नत्र कुटाइ भेटिहाल्ने। अनि त्यहाँ गएपछि चाहिँ त्यो रातमा चाहिँ मैले होइन रातभरि सोचेँ। अनि त्यहाँ जुन नाइके हुनुहुन्थ्यो उसले चाहिँ मलाई के भन्यो भने ओइ कति कराइरहेको जा गएर सुत भन्यो क्या। फेरि मलाई चाहिँ त्यो गेन्जीवाला दिमागमा चढ्यो। अब के चढ्यो भन्दाखेरि कस्तो हेपेको यार, सर कुटेर आइरहेको छु ग्याङ लगेर, यसले मलाई भित्र आएपछि हेप्ने भनेर फेरि दिमागमा आउन थाल्यो क्या, मलाई घुम्न थाल्यो भनौँ न। अनि के सोचेँ भने अब अगाडि त गल्ती गरेर आएँ, अब यसलाई पनि छोड्दिनँ भन्ने टाइपको फिल आयो। त्यहाँबाट त ल भनेर म एकजना 3 जनासँग जुधेँ, तर धुस्ना कुटाइ खाएँ। फेरि जुधेँ तर धुस्ना कुटाइ खाएँ। अनि भोलिपल्ट भयो है। अब तपाईँहरूले अहिले यसरी सोच्दाखेरि ओहो कति ठुलो काम गरेर जेल गएर मामा घर कति सजिलो रहेछ भन्ने जस्तो तपाईँहरूलाई चाहिँ दिमागमा आयो होला, तर त्यो होइन। फेरि त्यो भित्र नि यति गाह्रो हुन्छ है। तपाईँहरूले बाहिर फिल्ममा हेर्नु र रियालिटीमा चाहिँ फेरि धेरै फरक पर्छ है। त्यो भित्र जब गइयो एक दिन त हानाहान परियो, भोलिपल्ट भयो। भोलिपल्ट चाहिँ त्यहाँको नियम चाहिँ के थियो भने सबैजना 6 बजे उठ्न पर्ने। 6 बजे उठेर नाइकेले के भन्छ त होइन, त्यहाँ पनि अब डिसिप्लिनमा बस्नुपर्ने जस्तो तपाईँहरू स्कुलमा बस्नुहुन्छ डिसिप्लिनमा होइन। अब यति पिरियडमा पढ्ने, यो पिरियड पछि चाहिँ खाजा खाने भन्ने जस्तो त्यहाँ पनि बिहान 6 बजे उठेर टोइलेट सफा गर्नुपर्ने। त्यहाँ चाहिँ फेरि अब हामी घरकै टोइलेट त सफा गरिँदैन, जेलभित्र गएर टोइलेट सफा गर्न पर्यो। अनि अब त्यहाँ 2 दिन भयो 3 दिन भयो होइन, आज छुट्छु भन्छु, भोलि छुट्छु भन्छु होइन, म त छुटेन। त्यसरी गरेर 15 दिन भयो। 15 दिनसम्म मैले टोइलेटै सफा गरेर बसेँ। अब म एक्लै छु होइन, एक्लै पनि जुधेर भएन। अनि त्यो भित्र बस्दा चाहिँ मलाई कस्तो फिल हुन थाल्यो भने ओहो मैले त जिन्दगीमा यति ठुलो गल्ती गरेछु होइन। यस्तो गल्ती चाहिँ अब आउने मेरो भाइ बहिनीहरूले कसैले दोहोऱ्यायो भने पनि म चाहिँ यो गल्ती चाहिँ उनीहरूलाई गर्न दिन्न है भन्ने एउटा फिल आयो। किनकि त्यो भित्र कति गाह्रो भयो भन्ने कुरा त मलाई थाहा भयो नि त। त्यहाँ गएर 6 बजे उठ्न पर्ने, उठेर पुरै टोइलेट सफा गर्न पर्ने। 6 बजेदेखि सुत्यो भने तपाईँले कुटाइ भेटिहाल्नुहुन्छ, घरमा जस्तो होइन। ए उठ भन्दा एकछिनमा मम्मी म अलिकति 5 मिनट मात्र भनेर हामी सुतिन्छ नि। त्यहाँ कसलाई मम्मी भन्ने, कसलाई बाबा भन्ने होइन, न कोही साथी छ न कोही चिनेको छ। अनि त्यहाँ पुरै डिसिप्लिनमा बस्नुपर्ने। अनि खाना खाने टाइम पनि के हुन्थ्यो भने अब हामीलाई घरमा साग सब्जी पकायो भने बित्तिकै मन पर्दैन नि होइन, कि मनपर्छ तपाईँहरूलाई? पर्दैन नि होइन। झन् त्यहाँभित्र गएपछि चाहिँ खाना पनि कस्तो हुन्थ्यो भने होइन, त्यो चामल त मुखमा हाल्दा फेरि हुन्छ नि, त्यो चामल ढुङ्गामा चामल पकाएर दिए जस्तो हुन्थ्यो क्या, ढुङ्गा धेरै एकदमै। अनि खाना पनि फेरि दालमा पनि यसरी औला डुबाउँदाखेरि औँलाई देखिने दाल क्या त्यस्तो दाल थियो क्या त्यहाँ। अनि मासु त अब हप्तामा एकचोटि, त्यो पनि एक पिस
अनि त्यहाँ हामीले चाहिँ अनि त्यहाँ अब पहिला त हामी पनि सुखमै बसेको होइन। मम्मी आज यस्तो मासु खानु मन लाग्यो, मम्मी सागसब्जी नखाने भन्ने मान्छे त्यहाँ गएर एक पिस मासु पाउँदाखेरि मैले मासु सुँग्दै राख्दै थालमा खायो भने त सिद्धिहाल्छौँ होइन। भात र दाल त बाँकी नै छ, बचाउनु पर्यो बाँकी मासुलाई त। त्यहाँबाट त्यो भात खाँदा पनि मैले चाहिँ के गर्थेँ भने एक गाँस भात हाल्थेँ, फेरि मासु यसरी सुँग्थेँ, फेरि थालमै राख्थेँ क्या। त्यो चाहिँ हाम्रो लागि बचाएको। अनि त्यो भात र दाल खाइसकेपछि चाहिँ लास्टमा मासुको एक पिस खान्थ्यौँ क्या। त्यो खाँदा पनि ओहो यो मासु भन्ने कुरा त कस्तो दामी रहेछ है, घरमा पकाएको आमाले दाल भात साग त कस्तो ल्याभिस कुरो रहेछ यो त भन्ने त्यो बेला चाहिँ याद आउँथ्यो क्या दिमागमा। 15 दिन कटेर 16 दिन भइसक्यो होइन, र पनि म छुट्टिनँ क्या। 17-18 दिन भइसक्यो र मैले त्यहाँ चाहिँ कस्तो कस्तो मान्छेहरू देखेँ भने अब जुन जस्तो पोलिटिक्समा लागेको नेताहरू भनिन्छ नि, नेताहरूको छोराछोरीहरू पनि आएको देखेँ। उनीहरूको पनि एटिट्युड मैले देखेँ होइन। त्यहाँ आएर मेरो बाउ नेता छ, तँलाई भोलि तेरो जागिरबाट निकाल्छ भन्ने मान्छेसम्म त्यहाँ आएको देखेँ। तर उनीहरू पनि त्यहाँ बस्नै पर्यो भनौँ न, उनीहरूले जे सजाय पाउनु पर्ने थियो त्यो सजाय उनीहरूले पाएरै छोड्यो त्यहाँ आएपछि। र कसैको पावरले पनि काम लाग्दैन है, त्यो भित्र आफूले गल्ती गरेर गएपछि कसैको पावरले पनि काम गर्दैन त्यहाँ। चाहे तपाईँको बाउ जोसुकै होस्, चाहे आमा जोसुकै होस्। अहिले हामीलाई अब यो स्टेजमा चाहिँ होइन हाम्रो बाउ आमा फेरि सुपर हिरो जस्तो लाग्छ क्या। हामीले जति गल्ती गरे पनि मेरो बाउ आमा छ नि त भन्ने जस्तो। अब तपाईँको पेन्सिल उसले लग्यो अरे होइन, उहाँको पेन्सिल तपाईँले लग्नु पऱ्यो, तपाईँहरूको झगडा भयो, झगडा भएपछि त को आउनुहुन्छ त? योर प्यारेन्ट्स आउनुहुन्छ। प्यारेन्ट्स आउनु भएपछि त आफ्नो छोराछोरीको डिफेन्ड त गर्नुहुन्छ नि त। हो, त्यही भएर हामीलाई चाहिँ के लाग्थ्यो भने ओहो आमा बाउले हामीलाई जे पनि गरिदिन्छन् भन्ने जस्तो हुन्थ्यो नि त। तर जब म जेलमा पुगेँ होइन, कति मैले त्यहाँ कति कुटाइ खाएर हुन्छ नि, म डिसिप्लिनमा आएँ क्या। मलाई स्कुलमा कलेजमा सुधार्न नसकेको मान्छे होइन, म जेलमा गएर सुध्रिएँ। यसको मतलब यो होइन कि फेरि हामी पनि जेल गएर सुध्रिनुपर्छ भन्ने होइन है। फेरि तपाईँहरूलाई फेरि त्यो सोच पनि आउन सक्छ है। र जेलमा यति धेरै दुःख हुन्छ, यति धेरै पीडा हुन्छ होइन। तपाईँहरूले यसरी म बाहिर हेर्छु नि भन्दा पनि तपाईँहरूले पर्मिसन लिन पर्ने हुन्छ क्या। त्यहाँ जुन क्याप्टेन हुन्छ नि नाइके, उनीहरूको पर्मिसन लिनुपर्ने हुन्छ। र पर्मिसन लिएर पनि उनीहरूले के काम गराउँछ त आफूलाई? खुट्टा डोक भन्छ कि होइन, टोयलेट सफा गर भन्छ कि, उनीहरूको थालहरू धुइदे भन्छ कि, त्यो उनीहरूको काम सबै कम्प्लिट गरेर मात्र तपाईँले यो सानो फोन जस्तो हुन्छ त्यहाँबाट यसरी हेर्न पाउनुहुन्छ क्या। अहिले तपाईँहरू यस्तो खुल्ला इन्भाइरोमेन्टमा बसिराख्नु भएको छ है। मलाई चाहिँ एकदम खुल्ला लाग्छ यो इन्भाइरोमेन्ट। त्यहाँ गएर मैले थाहा पाएँ क्या। पहिला त मलाई हाम्रो स्कुलमा पनि यस्तै क्लास थियो, यस्तै प्लाइको थियो। मलाई चाहिँ कस्तो लाग्थ्यो भने कस्तो सरहरू हाम्रो यत्रो फी लिने अनि यस्तो प्लाइहरूको हाल्ने, गरी महिनामा कति गाह्रो हुन्छ हामीलाई भन्ने त्यो फिल आउँथ्यो क्या। अनि जब जेलमा गएँ होइन, यो प्लाइ त बहुत ठुलो कुरो रहेछ, प्लाइ मुनि बसेर पढ्न पाउनु त बहुत ठुलो कुरो रहेछ क्या। त्यो भित्र गएर जब पालबाट बाहिरको संसार देख्नलाई पनि यति धेरै हामी के हुन्छ नि क्युरियस हुने क्या। क्युरियस भन्दा पनि ओहो एकचोटि हेर्न पाए पनि हुने है। यो भित्र बस्दा बस्दा म बाहिरको त्यो जुन हुन्छ नि रोडहरू भयो, बाहिर कस्तो थियो होला है भन्ने नै हामीले बिर्सिसकेको थियौँ क्या टोटल्ली। अनि पालबाट हेर्दाखेरि यस्तो पो थियो त है भन्ने फेरि याद आउँथ्यो क्या। अनि त्यस्तै गरेर 1 महिना जति म बसेँ। 1 महिना बसेपछि चाहिँ मलाई कस्तो फिल हुन थाल्यो भने मैले संसारको सबैभन्दा ठुलो गल्ती गरेछु। टिचर भनेको त भगवान हो नि त होइन, हामीलाई बाटो देखाउने भगवान हो। हामीले गल्ती गर्दा फेरि हामीलाई यस्तो गर्नु हुँदैन है भनेर सिकाउने एउटा प्यारेन्ट्स हो टिचर पनि होइन। र मैले टिचरलाई त्यस्तो गरेछु। अहिले म समाजसेवी भएँ र पनि मलाई त्यो गिल्ट अहिलेसम्म कहिले गएको छैन क्या जिन्दगीमा। एकदमै मनमा गिल्टी फिल भएको छ क्या। मैले आफ्नो सजाय त भोगेँ होइन, जेलमा गएर धेरै पीडा पाएँ मैले। यो एटिट्युड इगो भन्ने कुरा चाहिँ केही होइन रहेछ भन्ने कुरा चाहिँ मैले त्यहाँ गएर सिकेँ होइन। र यो डिसिप्लिन भन्ने कुरा पनि मैले त्यहीँ गएर सिकेँ क्या। र त्यहाँ गएर सिकेँ भनेर चाहिँ म प्राउड फिल चाहिँ भएको होइन। तर मलाई त्यहाँ गएर मैले जे होस् सिक्ने मौका पाएँ, मैले गिल्टी फिल गरेँ भन्ने चाहिँ छ है फेरि। अनि कस्तो पनि लाग्थ्यो भने मलाई पहिला चाहिँ होइन, अब पढाइ मात्र सबै कुरा हो भन्ने जस्तो चाहिँ मलाई लाग्दैन थियो क्या पहिला। तर जब म जेलबाट छुटेर आएँ होइन, मैले के सोचेँ भने
अब म जब गर्छु, मेरो प्यारेन्ट्सहरूलाई पनि म अलिकति सहयोग गर्छु भन्ने एउटा मनमा आयो क्या। अनि जब खोज्न गएँ, म यति धेरै ठक्कर खाएँ होइन। मलाई पहिला के लाग्थ्यो भने पढाइ मात्र सबै कुरा होइन, यो ग्रेड्सले मात्र केही गर्ने होइन, आफ्नो पनि त प्यासन हुन्छ होइन। अब जस्तो मलाई डान्सर बन्न मन थियो अरे, अनि पछि म डान्स गरेर मैले मेरो करियर बनाउँछु भन्ने सोच थियो क्या। म तपाईँहरू जस्तो स्टुडेन्ट हुँदा यो पढेर हात्ती ठुलो भएको होइन, हाम्रो देशको प्रधानमन्त्री त पढेको छैन, हामीले किन पढ्ने भन्ने टाइपको मेरो सोचाइ थियो क्या। तर पछि म जेलबाट छुटेर जब जबहरू खोज्न गएँ नि, त्यो बेला मलाई नाच्न आए पनि मेरो चाहिँ के चाहियो त, सर्टिफिकेट त चाहियो कति पढेको भनेर। त्यो बेला मैले रियलाइज गरेँ क्या, ओहो स्कुल र एजुकेसन भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ। चाहे हामी गएर जतिसुकै ठुलो मान्छे बनौँ होइन, चाहे हामी जतिसुकै फेमस सेलिब्रिटी बनौँ होइन, यो एजुकेसन भन्ने कुरा चाहिँ यति धेरै इम्पोर्टेन्ट रोल रहेछ होइन, हाम्रो लाइफमा यति धेरै म्याटर गर्दो रहेछ भन्ने चाहिँ मैले त्यो टाइममा आएर बुझेँ क्या। र यो ग्याङ फाइट गर्ने होइन, एटिट्युड राख्ने, सरले भनेको नमान्ने, यस्तो गर्दाखेरि म जेलसम्म पुगेँ क्या। र जेलमा पुगेर मलाई यति गाह्रो भयो है, यति पीडा भयो। त्यही भएर अबदेखि चाहिँ यस्तो गर्न हुँदैन है भनेर त्यहाँदेखि चाहिँ मेरो यो जुन एटिट्युड इगो थियो मेरो सबै हराउँदै गयो क्या। र अहिले त अब तपाईँहरू सानै हुनुहुन्छ होइन, यो एजमा त अब यस्तो अब मरण जीवन भन्ने त खासै हाम्रो दिमागमै हुँदैन होइन। किनकि हामीलाई त ओहो आज स्कुलको क्यान्टिनमा के खाजा बनाउँछ होला, मलाई चाहिँ कति दिन्छ होला, मेरो साथीलाई कति हालिदिन्छ होला 15 रुपियाँको किन्दा भन्ने मात्रै हुन्छ क्या दिमागमा। अनि त्यहाँ बसेर आइसकेपछि चाहिँ मलाई कस्तो भयो भने होइन, आखिर एक दिन लाइफमा मरेर जानु छ, यो यत्रो इगो एटिट्युड भएर पनि के फाइदा भयो त मलाई होइन। मेरो फाइदा भएको देख्नुभयो त तपाईँहरूले, म पावर रेन्जर्सदेखि लिएर गेन्जीसम्म बने, केही मेरो फाइदा देख्नुभयो भएन नि। सो मलाई चाहिँ त्यही कुरा आयो क्या मेरो दिमागमा, यो एटिट्युड भन्ने कुरा चाहिँ के होइन रहेछ। यो इगोले चाहिँ हामीलाई झन् हामी राम्रो असल बाटोमा हिँडिरहेको मान्छेलाई पनि यो इगो र एटिट्युड सुन्दा जति छोटो हामीले सुनिन्छ नि शब्द इगो एटिट्युड घमण्ड, जति छोटो लाइन छ नि यसले त्यति नै हाम्रो पछिको भविष्यमा चाहिँ त्यति नै लामो यसले चाहिँ ड्यामेज गर्ने रहेछ क्या हाम्रो जीवनमा। अहिले हामीले सुनिँदा त यो कस्तो घमण्डी छ है बाबा आमाले भनेर यसो छिमेकीहरूलाई सुनाउँछन् नि त, त्यो सुनाउँदा पनि भनेर पुरा क्या यो जस्तो फिल आउँछ नि त होइन यो बेलामा त। तर त्यति सानो घमण्ड भन्ने 3 शब्दले बनेको घमण्डले चाहिँ मान्छेलाई कस्तो ड्यामेज गर्दो रहेछ त होइन, कहाँदेखि कहाँ पुर्याउँदो रहेछ त भन्ने चाहिँ मलाई फिल भयो क्या जब म त्यो ठाउँमा पुगेँ, जब मैले त्यो कुराहरू भोगेँ होइन। नत्र म पनि पुरै आमा बाउको लाड प्यारमा हुर्केको मान्छे, पुरै पुलिएको एक्ली छोरी होइन, जे भने त्यही किनिदिने, जसो भने त्यही गरिदिने, त्यो कुराहरूले गरेर त म झन् एकदमै घमण्डी भएको थिएँ। यसमा चाहिँ फेरि बाउ आमाको पनि गल्ती भयो। के गल्ती भयो भन्दाखेरि मैले जति घमण्ड गर्थेँ उहाँहरूले पनि एक्ली छोरी त हो, एक्ली एउटा छोरा त हो भनेर मलाई पनि त्यो कुरामा सपोर्ट गर्नुभयो नि त। र तपाईँहरूलाई पनि म आजदेखि भन्छु होइन, यदि यस्तो कुरामा तपाईँहरूको प्यारेन्ट्सले पनि सपोर्ट गर्नु भएको छ भने भन्नुहोस् आजदेखि, मम्मी यो कुरा त गलत हो, तपाईँले मलाई किन सपोर्ट गरिराख्नु भएको छ भनेर निर्धक्क भएर भन्नुहोस् आजदेखि। किनकि आमाले पनि आफ्नै प्यारेन्ट्सले आफूले घमण्ड गर्दाखेरि आफूले भनेको कुरा किनिदिने, आफूले भनेको हर चिजमा, आफूले गरेको हर गल्तीमा साथ दिँदाखेरि हामीले चाहिँ यो सानो सानो गल्तीबाट एकदमै लास्टमा चाहिँ भयानक एकदमै ठुलो घटना घट्न जाने रहेछ है। यो कुरा चाहिँ त्यही भएर तपाईँहरूले एकदमै दिमागमा हाल्नुहोस् है। धेरै घमण्ड पनि गर्न हुँदैन, तपाईँहरूको त अझै बाँकी नै छ क्लास है। यो त तपाईँहरूको भर्खर बेसिक स्टेज जस्तो मात्रै भनौँ है। तपाईँहरूको जस्तो एजमा म कस्तो थिएँ भनेर मैले तपाईँहरूलाई सुनाइहालेँ। सो मैले जस्तो गल्ती चाहिँ तपाईँहरूले फेरि गर्नुहुन्छ कि हुँदैन त? मेरो कुरा सुनेर गर्नु हुँदैन होइन त? यो एटिट्युड इगो भन्ने कुरा चाहिँ तपाईँहरूले आजदेखि साइडमा लगाइदिनुहोस् क्या। बरु तपाईँहरूले केही कामहरू गर्नुपर्ने छ भने तपाईँहरू एकअर्कासँग मिल्नुहोस्, एउटा टिम बनाउनुहोस् होइन। फेरि टिम बनाउँदा फेरि इगो एटिट्युड चाहिन्छ टिमलाई, एउटा टिमलाई एउटा काम गर्न। जुन इगोमा आएर सरलाई कुट्नु भएको थियो, पछि तपाईँको इगोहरू सब कम भएपछि त्यो सरलाई भेट्न जानुभयो कि भन त?
तपाईँहरूलाई लास्टमा भन्छु भनेर बसेको थिएँ, ठ्याक्कै भाइले आएर सोधिदिनु भयो है। म गएँ सरलाई भेट्न, जानु त गएँ, तर म अहिले तपाईँहरूको सामुन्ने जसरी यसरी मैले ठाडो शिर पारेर बोलिरहेको छु नि, मैले ठाडो शिर पारेर उहाँलाई सर भनेर मेरो मुखबाट एउटा बोली पनि गएन क्या। किनकि ममा त गिल्ट फिल छ नि त, मैले गल्ती गरेको त्यो त म पछि मरेर गएसम्म पनि नजाने एउटा दाग हो नि त होइन। सरले त मलाई आफ्नै छोराछोरी जस्तो गरेर माफ गरिदिनु भयो, तर मैले चाहिँ अझैसम्म पनि त्यो कुरालाई बिर्सिन सकेको छुइनँ र म सरलाई भेट्न गइरहेको हुन्छु एज वेल। उहाँ सर चाहिँ हाम्रो मैले चाहिँ उहाँ सरलाई पनि मैले जे गल्ती गरिहालेँ होइन, मैले चाहिँ त्यसको पश्चातापको लागि चाहिँ मैले यो संस्थाहरू खोलेँ, संस्थाहरूमा अहिले आबद्ध छु म होइन, समाज सेवाहरू गर्दैछु सर भनेर मैले मेरो ठाडो शिर गरेर होइन, शिर निहुराएर मैले उहाँ सरलाई पनि सर तपाईँले पनि आएर मेरो संस्थामा आएर भ्याएको बेलामा बच्चाहरूलाई ट्युसन पढाइदिनुहोस् भनेर मैले आग्रह गरेँ र उहाँ सरले पनि अहिले जुन हाम्रो संस्था छ समानुभूति नेपाल कपनमा छ, उहाँले आएर त्यो संस्थामा पनि पढाइराख्नु भएको छ है। एउटा मोटिभेसन फ्याक्टर पनि छ उहाँको लाइफमा, ट्यासिङ छ एउटा। र हामी सबैले चाहिँ भन्ने गर्छौँ नि यो कस्तो जेल जस्तो जिन्दगी जिउनु परेको भनेर, अलमोस्ट विद्यार्थी भाइ बहिनीहरूले कक्षा कोठामा हुँदाखेरि पनि कस्तो जेल जस्तो ठाउँ भन्छ, तर खासमा यो जेल ठ्याक्कै चाहिँ कस्तो हुन्छ एकचोटि हामीलाई बुझाइदिनुहोस् न। तपाईँहरू त यस्तो खुल्ला इन्भाइरोमेन्टमा बस्नु भएको छ है, साथीसँग टाँसिएर हात समातेर हेर्नुहोस् त, फोन पनि चलाएर बस्न पाउनु भएको छ। जेल कस्तो हुन्छ भने होइन, जेल भनेको अब हामीलाई नाम सुन्दै जेल, एकचोटि 2 सेकेन्डको लागि आँखा चिम्लेर यसो इमेजिन गर्नुहोस् त, जेल भन्नाले कस्तो होला त, इमेजिन गर्नुभयो त। अब शब्दै त जेल छ होइन, जेल भन्ने चाहिँ कस्तो हुन्छ भने होइन, तपाईँहरूलाई त सरहरूले कति माया गरेर चकचक गर्दा पनि ए फलाना यसो नगराऊ उसो नगराऊ भनेर सम्झाउनु हुन्छ नि त। जेल भनेको त तपाईँहरूको 4 दिवारको कोठा हुन्छ, झ्याल पनि हुँदैन र त्यहाँ तपाईँले एउटा पालबाट आँखा राख्नलाई मात्र तपाईँले त्यहाँ सोध्न पर्ने हुन्छ। कुटाइ त कति खाइन्छ होइन, तपाईँहरूलाई त सरहरूले त कति मायाले कति चकचक गरे पनि यसो पढाइरहेको हुन्छ, तपाईँहरू त झ्यालबाट पुलुक्क बाहिर हेर्नुहुन्छ नि त होइन। झ्यालबाट बाहिर हेर्दा पनि सरहरूले त केही गर्नुहुन्न, तर जेलमा त झ्याल पनि छैन, पालबाट हेर्दा पनि कुटाइ खाइन्छ। त्यस्तो हुन्छ जेल, फेरि हावा आउने त ठाउँै हुँदैन, चाहे गर्मी होस् चाहे जाडो होस्, भित्रको भित्रै हो। तपाईँहरूले बाहिरको संसार देख्न पाउँछु भनेर त नसोचे पनि हुन्छ, जेल भनेको त्यो हो। तपाईँहरूले चाहेको कुरा पनि बोल्न सक्नु हुँदैन, जेल भनेको त्यो हो। तपाईँहरूले अहिले क्लासमा बस्नु भएको छ भने तपाईँहरूलाई कुनै टिचरसँग चित्त बुझेको छैन भने तपाईँले गएर घरमा कम्प्लेन गर्नुहुन्छ नि त, तर जेलभित्र चाहिँ के छ त, तपाईँलाई आएर पुलिसले कुटोस् जेसुकै गरोस् मारोस्, तपाईँले गएर कसलाई कम्प्लेन गर्ने त, निक्लिनै पाउनु हुँदैन होइन। त्यो हो जेल भनेको। र यो क्लासरुम भनेको स्कुल भनेको चाहिँ जेल होइन है। थाहा पाउनु भयो होला नि जेल भनेको कस्तो हुन्छ भनेर, कस्तो हो भनेर थाहा पाउनु भयो त। जेलमा सुत्ने व्यवस्था चाहिँ कस्तो हुँदो रहेछ? एउटा तन्नामा सुत्न पायो, चिसो सिमेन्टीको भुइँमा, टोइलेट सफा गरेन भने रातभरि यसरी जसरी यो भाइ उभ्नु भएको छ यसरी नै चिसो सिडीमा उभिएर बस्ने हो, चप्पल पनि हुँदैन खुट्टामा, त्यस्तो हुन्छ। र हामी त छोरी मान्छे हो होइन, छोरी मान्छेलाई त अब कपडा फेर्नु पर्ने हुन्छ है। कपडा फेर्नको लागि पनि हामी टोइलेटमा गएर कपडा फेर्नु पाइँदैन, सिसी क्यामेरा हुन्छ अगाडि, अनि त्यही सिसी क्यामेरा अगाडि बसेर हामीले चाहिँ कपडा फेर्नुपर्छ। तर त्यसको मतलब यो होइन कि हामीले सिसी क्यामेरामा सबै नै देखाएर फेर्नुपर्छ भन्ने होइन। हामी केटी केटी भइन्छ नि त, केटीले चाहिँ अब जस्तो मैले यो साडी लगाएको छु, सायद अब जुन जुन कपडा हामीले लगाइएको हुन्छ कुर्ताहरू हुन्छ होइन, 2-3 जना केटीहरूले चाहिँ मिलेर यसरी कुर्ताहरूले यसरी बाँडिदिन्छन् सिसी क्यामेरामा होइन, अनि हामीले त्यहाँ उभिएर फेर्ने हो सर्लक्कै कपडा। मलाई लाज लाग्छ भन्नु पनि पाइएन, लाज लाग्छ भन्यो भने त त्यो भित्र कुहिएर जुम्रा परेर मरिन्छ होइन। लाज लाग्छ मलाई कपडा फेर्नु यत्रो मान्छेको छेउमा भन्यो भने त त्यस्तो हुन्छ। यति नराम्रो व्यवस्था हुन्छ है, त्यहाँभित्र हामी बस्न कल्पना पनि गर्न सक्दैनौँ क्या, त्यो भित्र बस्न। तर त्यहाँ गएपछि त कल्पना पनि गर्न नसके पनि बस्न त पर्यो, एडजस्ट त होइन। यस्तो हुन्छ है जेलभित्र चाहिँ खासमा। लागि गर्मीको बेला छ, अहिले अत्यन्तै गर्मी छ। नानी बाबुको रिक्वेस्टमा मैले कक्षा 6 पनि 2टा फ्यान ल्याएको छु, जोडिँदैछ, ढुक्क रहनु होला है। अनि तलको फ्यानहरू पनि बनाउनु लगेको छ। म्यामले मेरो क्वेसन हो, जेलमा पनि पक्कै गर्मी हुन्थ्यो होला
होइन मसेटहरू पनि आउँथ्यो होला परिचय गर्नलाई। कसरी म्यानेजमेन्ट हुन्थ्यो मसेटहरूको? झुल हुन्थ्यो कि हुँदैन थियो? भइयो त सबैजना होइन जेलमै गएर बस्थ्यो होला, ल्याभिस जिन्दगी जिउँथ्यो होला नि त होइन। त्यस्तो यो फिल्ममा मात्र हो है, जेलभित्र जाने कुटाकुट गर्ने होइन, झुलसुल पाउने, टक्क पैसा दिएर सबै पाउने त यो फिल्ममा मात्रै हो। रियालिटीमा यस्तो हुँदैन है, फेरि झुलहरू केही पाइँदैन। यस्तो गर्मी हुन्छ, तपाईँहरूको यत्रो झ्यालहरू छ है, यस्तो खुल्ला रुखको झ्यालहरू छ, एज वेल फ्यान पनि राखिदिनु भएको रहेछ सरहरूले है, त्यही पनि तपाईँहरूलाई गाह्रो भयो भन्नुहुन्छ। जेलभित्र गर्मी भयो भने गर्ने के त, चिसो सिमेन्टी भुइँमा सुतौँ भने धेरै मान्छेको चापले गर्दाखेरि त्यो भुइँ पनि तातो भइसकेको छ होइन। अब आखिरमा गर्ने के भन्दाखेरि टोयलेट पनि फेरि कस्तो हुन्छ भने ठ्याक्कै म अहिले यो जहाँ उभिरहेको छु नि यत्रै हुन्छ, ल यत्रै हुन्छ टोयलेट पनि। अनि त्यो टोयलेटमा राखेको जुन हामीले अब टोयलेट गर्ने हुन्छ नि राखेको बेसिन, त्यसमा टक्क 2टा खुट्टा राख्ने अनि मजाले त्यही सुत्ने, टोयलेटमा सुत्ने। किनकि टोयलेटमा त आफू एकजना मात्र भयो, गर्मीको चाप भएन नि त, एकजनालाई त शीतल हुन्छ। अनि पानी खोल्ने, पानी पनि फेरि धेरै चलाउन पाइँदैन है, नियम अनुसार दिनमा 3 बाल्टिङ युज गर्न पाइन्छ जेलभित्र। अनि अब गर्मी भयो भनेर आफूले बाल्टिङले पानी हाल्न पनि मिलेन जिउमा होइन। त्यही भएर टोयलेटमा गएर ओहो त्यो टोयलेटमा जुन हामीले टेक्ने हुन्छ नि सेतो, त्यहाँ त हाम्रो टाउको सुसाउने हो, गर्मी नहोस् चिसो होस् भनेर। अहिले तपाईँहरूलाई सुन्दा कति घिन लाग्छ, तर आफूलाई गर्मी भएपछि त गर्न त पर्यो होइन। सो त्यस्तो सरले भन्नुभयो जस्तो त्यस्तो झुलसुलको केही व्यवस्था हुँदैन है, फ्यानको पनि व्यवस्था हुँदैन जेलमा। त्यही भएर यो जेल भन्ने बित्तिकै तपाईँहरूले चाहिँ नाम सुन्ने बित्तिकै ओहो भनेर टक्क मैले अहिले जे भनेको कुराहरू छ नि, तपाईँहरूले चाहिँ यो कुरा माइन्डमा राखेर यो जेल भन्ने ठाउँ त के, यो जेल भन्ने शब्दबाटै हामी चाहिँ एकदम टाढो बस्नुपर्छ है भनेर तपाईँहरूले चाहिँ एकदमै टाढो बस्नुपर्छ है यो कुरादेखि चाहिँ। तपाईँहरूले अगाडिको गार्डलाई भनेर होइन मलाई पानी ल्याइदिनुहोस् जारको, मलाई अलिक सन्चो छैन भन्दाखेरि जारको पानी आउने हो। नत्र चाहिँ उनीहरूले के भन्छन् भने जुन टोयलेटमा हामीले मुख धुँदाखेरि टोयलेट गर्दाखेरि जुन युज गर्ने पानी हुन्छ नि त्यही पानी चलाउने भनिन्छ, किनकि पानीको एकदमै सर्टेज हुन्छ जेलमा। अहिले त तपाईँहरूले हेर्नु त हातमा बोतलमा यसरी पानी बोक्नु भएको छ, यो त धेरै सुखको कुरा हो, यो त एकदमै खुसीको कुरा हो। यो त तपाईँहरूले हातमा पानी बोकेर हिँड्न पाउनु त, त्यो भित्र त पानी पनि टोयलेटको खानुपर्छ। कोही बेला तिर्खा लाग्यो भने होइन धारामा पानी आएको हुँदैन, बाल्टिङकै पानी खाने हो, के गर्नु तिर्खा लागेपछि होइन। प्रत्येक स्टुडेन्टमा चाहिँ यस्तो एज आउँछ जसमा उनीहरूको इगो र एटिट्युडको लेभल हाई हुन्छ भने हामीले त्यो लेभल हामीले कसरी कन्ट्रोल वा मेन्टेन गर्न सक्छौँ? यो इगो र एटिट्युड भन्नेलाई चाहिँ कसरी कन्ट्रोल गर्न सक्छौँ भन्दा पनि होइन आफूले चाहिँ त्यो कुन त्यो हामीलाई यस्तो चाहिएको छ भन्यो भने हामीले चाहिएको छ भनेर हामीले ढिपी गर्ने होइन क्या। त्यो कुरालाई हामी आफैले मनबाट होइन मेरो बाउ आमाले अहिले सक्दैनन्, मैले यो कुरामा चाहिँ ढिपी गर्नु हुँदैन है भनेर आफूले चाहिँ आफ्नो मनलाई चाहिँ कन्ट्रोल गर्ने हो है। अब जस्तो तपाईँले मलाई सोध्नुभयो कसरी कन्ट्रोल गर्न सकिएला त भनेर होइन, मेन यो इगो र एटिट्युड कन्ट्रोल गर्नको लागि चाहिँ हामी मेन कुरा चाहिँ डिसिप्लिनमा बस्नुपर्छ। मेन कुरो डिसिप्लिनमा बसियो भने हामीलाई इगो एटिट्युड भन्ने कुरा त हामीले कहाँ छोड्छौँ थाहा पनि हुँदैन क्या। जब हामी डिसिप्लिन भन्दा बाहिर र हामीले प्यारेन्ट्सहरूले भनेको कुरा भन्दा बाहिर जान्छौँ नि, त्यो भएपछि चाहिँ इगो र एटिट्युड हुने हो क्या। सो इगो र एटिट्युड कन्ट्रोल हुनको लागि चाहिँ तपाईँहरू डिसिप्लिनमा बस्नुपर्छ है सबैभन्दा कुरा, र टिचर र प्यारेन्ट्सहरूले भनेको कुरा मान्नुपर्छ। जब हजुर चाहिँ सरहरूलाई पिटेर जेलमा जानुभयो त्यसपछि चाहिँ मम्मी बाबाले चाहिँ के भन्नुभयो? बाबाहरू त शब्दविहीन थिए भनौँ न, उनीहरूको मम्मी बाबाको अब त उनीहरूको त शब्दै थिएन बोलीमा भनौँ न। उहाँहरू मलाई भेट्न त आउनुभयो, तर उहाँहरूले मलाई मेरो छोरी हो भनेर चिनाउन पनि अब हुन्छ नि लाज मान्नु भयो क्या। त्यो कुरा पनि मेरो दिमागमा आयो, ओहो मलाई हिजोसम्म कति सपोर्ट गर्ने मेरो बाउआमा होइन, मलाई जे भन्यो त्यही किनिदिने मेरो बाउआमा, आज चाहिँ आएर यस्तो अब छोरी हो भनेर पनि मसँग बोल्न यति लाज मान्नु भएको छ भन्ने कुरा पनि आयो क्या मेरो मनमा। त्यही भएर मेरो बाबा आमाले चाहिँ मलाई केही पनि भन्नु भएन, मेरो छोरी हो भनेर पनि चिनाउनु भएन, हेर्नुभयो र सिधै फर्केर जानुभयो। तपाईँ कति वर्षमा जेल जानुभएको? त्यो 21 वर्षमा जेल गएँ। हानेको मान्छेलाई चिन्नुहुन्छ अहिले?
मैले त्यहीँदेखि त्यो मान्छेहरूको सङ्गत छोडिदिएँ किनकि सङ्गतले त हो नि मान्छेलाई बिगार्ने होइन। मैले त रियलाइज गरेँ नि त यो मान्छेले गर्दाखेरि चाहिँ आज मेरो यस्तो भयो, मैले यति दुःख भोग्नु पर्यो जेलमा गएर भनेर होइन। त्यही भएर मैले त्यो मान्छेहरूको सङ्गत छोडिदिएँ र आइन्दादेखि म त्यो मान्छेहरूलाई चिन्दा पनि चिन्दिनँ। तपाईँहरूले पनि यस्तै गर्नु होला है। हजुर जेलदेखि निस्केपछि चाहिँ हजुरको प्यारेन्ट्सको एक्सप्रेसन चाहिँ कस्तो थियो? जेलबाट निस्किसकेपछि त अब अभियसली अब आफ्नो छोराछोरी जस्तो भए पनि आमा बाउ त खुसी नै भइहाल्छन् होइन, खुसी नै हुनुहुन्थ्यो। र मेरो प्यारेन्ट्सलाई चाहिँ कस्तो भएको थियो भन्दाखेरि अब छोरी गएर त आइहाल्यो, गल्ती त गरिहाल्यो, गइ पनि हाल्यो, अब यति ठाउँमा हाम्रो बेजेत त भयो, त्यो पनि छोरी मान्छे हो है। अहिले पो छोरा र छोरी इक्वेल भनिन्छ त। त्यो बेलामा त अब बाउआमालाई फेरि के टेन्सन थियो भन्दाखेरि यसको छोरी त जेल गयो, अब यसलाई कसले बिहे गर्ने, त्यो टेन्सन थियो फेरि बाउआमालाई चाहिँ होइन। अब छोरी मान्छे जेल गयो, अब बिहे नै हुँदैन भन्ने टेन्सन थियो। अनि मैले चाहिँ पछि म घर आउँदा त्यस्तो अब खुसी नै हुनुहुन्थ्यो, तर त्यति धेरै खुसी पनि होइन। फेरि उनीहरूको चाहिँ मैले यसो फेस पढ्दा चाहिँ बेकारमा जेलबाट निस्केको बरु त्यहीँ बस्या भए नै हुन्थ्यो वाला एक्सप्रेसन थियो क्या मेरो प्यारेन्ट्सको चाहिँ। अनि पछि टाइम बित्दै बित्दै गयो, मैले चाहिँ के सोचेँ भने मम्मी म चाहिँ अब संस्थाहरू खोल्छु है, मैले धेरै ठुलो गल्ती गरेँ भनेर मैले मेरो मम्मीको पनि हुन्छ नि खुट्टा ढोकेर मैले माफी मागेँ क्या। त्यसपछि चाहिँ बल्ल मैले मेरो आमाको अनुहारमा अब एउटा हाँसो हुन्छ, दुईवटा हाँसो हुन्छ नि मान्छेको, एउटा बनावटी हाँसो र एउटा साँच्चीकै दिलबाट आउने हाँसो हुन्छ नि। र त्यो टाइममा मैले जब मेरो आमाको खुट्टामा गिडगिडाएर मैले माफ मागेँ होइन, त्यो टाइममा चाहिँ बल्ल मैले मेरो आमाको अनुहारमा मैले हाँसो देख्न पाएँ क्या। र सबै मेरो जीवनमा अहिले पनि होइन मम्मी स्टिल हुनुहुन्छ, तर त्यो टाइमको मेरो मम्मीको हाँसो थियो नि, त्यो हाँसो चाहिँ अहिलेसम्म पनि सबै अरू हाँसो भन्दा नि त्यो हाँसो बेग्लै थियो क्या। त्यो हाँसो जतिको अहिले मेरो मम्मीको हाँसो आयो भने पनि त्यो जतिको इम्पोर्टेन्ट हाँसो छैन क्या अहिले। जेलमा चाहिँ एउटा रुममा चाहिँ कतिजना हुन्छ? रुममा म जाँदा चाहिँ 18 जना थियौँ, त्यहाँबाट बढ्दै 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 गएर हामी 35-40 जनासम्म बसेको थियौँ, त्यतिजनासम्म बसेको थियौँ। खुट्टा टेक्ने ठाउँ पनि हुँदैन थियो होइन। अहिले तपाईँहरू त यति ठुलो यस्तो रुम भएको भए त ओहो भन्ने लाग्थ्यो हामीलाई, यति सानो रुम हुन्थ्यो होइन। त्यो रुमको क्वान्टिटी चाहिँ जम्मा 15 जना अट्ने हुन्थ्यो भने हामी 35-40 जना थियौँ भनेपछि सोच्नुहोस् त हामी कसरी बसेको थियौँ होला। गर्मी महिनामा त्यो पनि हामी गर्मी महिनामा त्यो टोइलेटको हामी खुट्टा टेक्ने ठाउँमा सुत्नको लागि झगडा हुन्थ्यो, त्यहाँ शीतल हुन्थ्यो नि त, त्यहाँ हामीले टेक्दाखेरि त चिसो हुन्थ्यो, त्यही भएर त्यो भित्र सुत्नको लागि हामी 35-40 जनामा झगडा हुन्थ्यो क्या, त्यस्तो हुन्थ्यो। सबैले सोध्नुहुने कुरा यही हो है, हाम्रो अब संस्थाहरूको पनि प्रोग्राम हुन्छ होइन। मलाई हेर्दा एकदमै ट्याटु हानेको ओहो रफ देखिन्छ नि त, ओहो यो नमुना पनि संस्था चलाउँछ र भन्ने सोच्छ क्या मान्छेहरूले मलाई ट्याटु देखेर। तर यो ट्याटु हान्नुको रिजन चाहिँ जुन यो मैले मेडुसाको बनाएको छु होइन। मेडुसा भन्नुभएको तपाईँले स्टोरी पढ्नु भएको छ कि छैन मेडुसाको? एकचोटि तपाईँहरूले मेडुसाको स्टोरी पढ्नुहोस् होइन। मेडुसा भन्ने चाहिँ एउटा भिक्टिम हो भनौँ न। अब जस्तो अहिलेको हाम्रो समाजमा हेर्न पर्दाखेरि छोरी मान्छेलाई होइन कति दोष लगाएर कति जलाइन्छ होइन। अनि छोरी मान्छेले पनि अहिले बुढाको कति धेरै टर्चर सहेर, फ्यामिलीको टर्चर सहेर अहिले छोरी मान्छेहरूले कति धेरै मर्डर गरिरहेको हुन्छ नि, हो त्यस्तैवाला भिक्टिम चाहिँ मेडुसा हो क्या। अनि मलाई चाहिँ के लाग्यो भने जब म जेलबाट निस्केर आएँ होइन, म सुध्रिसक्दा पनि मेरो चाहिँ एउटा दाग बस्यो क्या। मान्छेहरूले चाहिँ अब म सुध्रिसकेर पनि यो त पहिला यस्तो यस्तो भन्ने भयो होइन। अनि मैले चाहिँ के सोचेँ भने मेडुसाको पनि यस्तै भएको थियो नि त, ऊ पनि भिक्टिम थियो नि त मेडुसा पनि। सो मैले चाहिँ के सोचेँ भने अब लाइफमा जति पैसा कमाए पनि होइन, जति जे गरे पनि मान्छेले मरेर लाने भनेको चाहिँ के रहेछ त ट्याटु। सो मैले चाहिँ त्यही कारणले मरेर लाँदा फेरि आखिर लाने केही पनि होइन रहेछ, धन सम्पत्ति पनि होइन रहेछ, आफ्ना बाउआमा पनि जाँदैनन् रहेछ, आफन्त पनि जाँदैनन् रहेछ। र यो समाजमा अलिकति हुन्छ नि, म चाहिँ छोरी मान्छेलाई अझै धेरै प्राथमिकता दिने मान्छे हो क्या। र त्यस्तो अब टर्चरहरू भयो होइन, छोरी मान्छेलाई अब फिजिकल अब एब्युजहरू हुन्छ, म त्यस्तो नसहने मान्छे हो होइन। त्यही भएर मैले चाहिँ त्यही मेडुसाबाट चाहिँ मैले इन्सपायर भएर चाहिँ यो ट्याटु बनाएको हो। अन्त्यमा म एउटा विद्यार्थीसँग सम्बन्ध जस्तो हजुरले जेलबाट निस्किसकेपछि जब सामाजिक कार्य गर्नुभयो भने त्यसबाट जुन सन्तुष्टि तपाईँलाई प्राप्त भइरहेछ, के हाम्रो
विद्यार्थीहरूमा अलिकति चिडचिडाहट छ, रिस, झोक अथवा यसलाई नकारात्मक संवेग, नेगेटिभ इमोसन भन्छौँ हामी, त्यसलाई उनीहरूको मनपर्ने कार्य, सृजनात्मक कार्य, कथा लेखन अथवा पठन अथवा खेल, अनुशासन अथवा विभिन्न क्रियाकलापहरूले कन्ट्रोल गर्न सकिन्छ कि सक्दैन? तपाईँको सामाजिक सेवाले तपाईँको जीवनमा परेको प्रभावलाई नियन्त्रण गर्नको लागि नानी बाबुहरूले आफ्नो मनपर्ने क्रियाकलापहरूमा आफूलाई संलग्न गरेर त्यो नियन्त्रण गर्न सक्छन् कि सक्दैन होला? तपाईँको विचारमा के होला? एकदमै धेरै धन्यवाद है हाम्रो सरलाई यो क्वेसनको लागि। बच्चाहरूलाई यो चिडचिडापन भनिन्छ हामीले, यसलाई चाहिँ मुड स्विङ्स भनिन्छ है। किनकि यस्तो चाहिँ हुन्छ, तपाईँहरूलाई मात्र होइन, बेला बेलामा सरहरूलाई पनि हुन्छ, टिचरहरूलाई पनि हुन्छ, हामीलाई पनि हुन्छ होइन। झनक्क रिस उठ्ने, यसलाई चाहिँ हानिदिउँ कि क्या भ्ल्याटे जस्तो रिस उठ्ने, त्यो त अहिले स्टिल एउटा एज अ ह्युमन बिङ्स भएपछि होइन, त्यो चाहिँ नेचुरल कुरा हो यस्तो आउनु चाहिँ। र यो कुराहरूलाई चाहिँ कन्ट्रोल चाहिँ अब जस्तो सानो सानो बच्चाहरू पनि घरिघरि झनक्क रिसाउँछ, उनीहरूलाई कार्टुन देखाइदियो भने ओहो कति मजाले फोनमा कार्टुन हेरेर बस्छ नि अहिलेको 12 months 13 months पुगेको सानो सानो नानी बाबुहरू, तपाईँहरूको भाइ बहिनी होला नि होइन, उनीहरू कस्तो झगडा गरिरहेको हुन्छ, कार्टुन देखाइदिने बित्तिकै चुपचाप लागेर हेर्छन् नि होइन। सो मलाई चाहिँ के लाग्छ भने मेरो विचार अनुसार जुन मैले यो संस्था खोलेँ र मैले जति सन्तुष्टि पाएँ र मेरो विचारमा चाहिँ के लाग्छ भने जुन एक्स्ट्रा एक्टिभिटिजहरू हुन्छ, खेलकुदहरू भयो होइन, यस्तो यो डान्सहरू भयो, यस्तो प्रोग्रामहरूमा तपाईँले अब पार्टिसिपेट गरिराख्नु भयो भने चाहिँ तपाईँहरूको चाहिँ यो जुन चिडचिडापन छ नि, इरिटेट हुने, फ्रस्ट्रेट हुने, फ्रस्ट्रेसन, इरिटेसन, त्यो चाहिँ एकदमै कम हुन्छ है। किनकि हाम्रो दिमाग त अर्को ठाउँमा भुलिन्छ नि त होइन, त्यही भएर हाम्रो दिमाग एक ठाउँमा भयो भने मात्र हामीलाई त्यस्तो फिल हुने हो क्या। तर हाम्रो दिमाग अर्को ठाउँतिर भुलियो भने होइन, एक्स्ट्रा एक्टिभिटिजतिर लागियो भने चाहिँ हामीलाई त्यति धेरै त्यस्तो इरिटेसन हुँदैन है। यसमा चाहिँ म हाम्रो टिचरहरूलाई, हाम्रो प्यारा भाइ बहिनीहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु है। एकदमै चासो लिएर तपाईँहरूले मेरो कुरालाई सुनिदिनु भयो है, र आशा गर्दछु तपाईँहरूले मेरो कुरालाई सुन्ने मात्र होइन, लागु पनि गर्नुहुन्छ भन्ने चाहिँ मैले विश्वास लिएको छु है। र हाम्रो भाइ बहिनीहरूले जति पनि क्वेसन सोधिदिनु भयो, एकदमै उहाँहरूले मेरो कुरा सुन्नु भएको रहेछ भन्ने मलाई चाहिँ भित्रैबाट फिल भयो है। र त्यसको लागि एकदमै धन्यवाद हाम्रो भाइ बहिनीहरूले जतिजनाले क्वेसन सोध्नुभयो, एकदमै धेरै धन्यवाद है। र यति भन्दै म चाहिँ यहीँबाट टुङ्गिनुहोस् है। हुन्छ, धन्यवाद।